हेलो एभ्रिवान, आज चाहिँ हामी अब प्र्याक्टिस सेट गरौँ है त। प्र्याक्टिस सेट 2। अब यसमा चाहिँ हामी मेनली इफ एल्स स्टेटमेन्टहरू युज गर्छौँ। अब क्वेसन चाहिँ यस्तो छ त, राइट अ प्रोग्राम इन पाइथन टु चेक इफ अ नम्बर इज इभन अर अड भनेर चाहिँ त एउटा सिम्पल क्वेसन छ। अब यो क्वेसन सकेसम्म पहिला आफै ट्राई गर्नु है, भिडियोलाई पज गर्नु अनि त्यस पछाडि आफै सल्भ गर्नु ट्राई गर्नु। अब भएन भने चाहिँ म सल्भ गरेर देखाइदिन्छु। ल भिडियोलाई पज गर्नु है त। ल आइएम ब्याक। तपाईँले ट्राई गर्नुभयो होला। अब मिलेको छ भने एकदम कङ्ग्रेचुलेसन्स। अब मिलेको छैन भने ल सँगै ट्राई गरौँ है त। अब हामी चाहिँ अहिले युजरबाट इनपुट लिँदैनौँ, एउटा ऱ्यान्डम भेरिएबल राखेर गर्छौँ। ल सपोज एउटा ए भन्ने भेरिएबल राखौँ, ए भन्दा नि ल नम भन्ने भेरिएबल राखौँ। यसको भ्यालु सुरुमा 15 भनेर राखौँ है त। अब हामीले यसको लागि चाहिँ नम्बर अड छ कि इभन छको लागि चाहिँ चेक गर्नलाई चाहिँ हामीले इफ एल्स स्टेटमेन्ट युज गर्छौँ है त। अब इफ ब्रेकेट नराखिने हुन्छ, इफ नम्बर इज ग्रेटर देन, नम्बरलाई मैले 2 ले डिभाइड गर्दाखेरि 0 रिमाइन्डर आयो भने के हुन्छ त त्यो नम्बर नम इज इभन भनेर राख्ने है त। यदि 2 ले भाग गर्दाखेरि चाहिँ त्यसको रिमाइन्डर 0 आएन भने के हुन्छ त एफ नम्बर नम इज अड। एकदम सिम्पल छ है यसको सल्युसन। सुरुमा हामीले एउटा नम्बर राख्यौँ। अब यो नम्बरलाई सुरुमा हामीले 15 भनेर राखेको छौँ। अब पछि 2-3टा अरू नम्बर पनि राखेर चेक गर्छौँ। अनि त्यस पछाडि हाम्रो इफमा चाहिँ के लोजिक छ भन्दाखेरि कुनै पनि नम्बरलाई चाहिँ हामीले 2 ले डिभाइड गऱ्यौँ। 2 ले डिभाइड गर्दाखेरि रिमाइन्डर चाहिँ 0 आयो भने के हुनुभयो त त्यो नम्बर चाहिँ इभन हुनुभयो। 2 ले डिभाइड गर्दाखेरि 0 आएन भने चाहिँ एल्समा गयो र नम्बर चाहिँ के हुन्छ त अड हुन्छ है त। ल प्रोग्रामलाई रन गरौँ। टर्मिनल खोल्नुहोस्, कन्ट्रोल जे अथवा कन्ट्रोल टिलले। त्यस पछाडि पाइथन फाइलको नाम 15 प्र्याक्टिस सेट 2.py अनि इन्टर राख्दाखेरि हाम्रो अड आउँछ होला है त। ल रन गरेर के आयो त 9 ले राख्दाखेरि चाहिँ अड आयो। ठिक छ। ल हाम्रो प्र्याक्टिस सेट 2 पनि सक्यो। अब चाहिँ हामी लुपमा जान्छौँ है त। ल थ्याङ्क यू फर वाचिङ, सी यू सुन।